साथीहरू निकै दुःखद खबर छ। चर्चित भारतीय अझ विशेष गरी साउथ इन्डिया जसरी हामी भन्छौँ मद्रासी फिल्महरू जस्तै तामिल तेलुगु हैन त्यहाँका जो हामी डब भएर हिन्दीमा हेर्ने गर्छौँ त्यो फिल्मका एकदम भिलेन चर्चित भिलेन प्रदीप रावतको निधनको खबर सुनिएको छ। यो पोस्ट म यहाँबाट देखाउँछु। विपना थापा जो हाम्रो नेपाली नायिका हुनुहुन्छ उहाँले पोस्ट गरिसकेपछि मलाई थाहा भयो र उहाँ धेरैजनालाई अब बिस्तारै थाहा हुँदैछ। यो एकदमै दुःखद घडी छ, दुःखद समय छ। यो हुन त हामी मान्छेहरूको के कमजोरी छ भने हामी बाँचुन्जेलसम्म को कता छ के छ हामी कुनै वास्ता गर्दैनौँ, कुनै चासो गर्दैनौँ। जब मरिसके पछाडि अथवा त्यो कुनै घटना भइसके पछाडि मात्रै हामी त्यस्तो भएछ भनेर एकदमै खोजी तलासी गर्न थाल्छौँ, हामी पोस्ट गर्न थाल्छौँ, सेयर गर्न थाल्छौँ हैन। त्यो हामी मान्छेहरूमा तपाईँ म मात्रै होइन, हामी सबै मान्छेहरूको कमजोरी नै यही छ। हामी जीवित हुँदासम्म हामी को कता छ के छ भनेर त्यति चियाचासो गर्दैनौँ। जब बितिसके पछाडि अथवा त्यो भनौँ न घटना भइसके पछाडि हामी चिन्ता गर्छौँ। र प्रदीप रावत अब हामी माझ रहनु भएन। उहाँले नेपाली चलचित्रमा पनि केही चलचित्रमा पनि अभिनय गर्नुभएको थियो, जस्तै अनिता ढुङ्गानाको रसोधरीकोमा पनि अभिनय गर्नुभएको थियो। त्यस्तै केही चलचित्रहरूमा काम गरिरहनु भएको थियो र आज उहाँको निधन भएको छ। उहाँको निधनप्रति म एकदमै दुःखी छु, मर्माहित छु र उहाँलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। सम्पूर्ण नेपाली जनताहरू, सम्पूर्ण कला प्रेमीहरू, चलचित्र प्रेमीहरू, दर्शकहरूले उहाँलाई श्रद्धाञ्जली दिनुहोला।